लासो फ्यापुला मकन्दा ज्याबा मोनसाङला डान्मा मोला दान्दे मोनसाङला दुई निश्चय ताजी अर्थात् मैले तपाईहरुलाई ग्रिटिङ्स अथवा नमस्कार गरिसकेपछि नमस्कार गरेको त तपाईहरुले सजिलैसँग बुझिहाल्नुहुन्छ त्यो मोनसाङला डान्बामुला भनेको चाहिँ साँझको अथवा रातको तपाईहरुलाई सम्झना छ भन्दाखेरि चाहिँ हामी यसरी तामाङ भाषामा भन्न सक्छौं र दान्दे भनेको चाहिँ अहिले मोनसाङला भनेको चाहिँ रातिको निस है मोनसाङला दुई निस्ताजी भनेको चाहिँ 7:10 गयो भनेर भन्दाखेरि चाहिँ यसरी भन्न सकिन्छ र अब भिडियोतर्फ लागौं र भिडियोको सुरुमा मैले सेन्टेन्सहरु भन्दै आएको छु र यो सेन्टेन्सहरु तपाईहरुलाई भाषा सिक्नमा सहयोग पुग्छ जस्तो लाग्दैछ र आजको सेन्टेन्स छ तिनीला लुङखोर लालन ज्याबा मुबा आजको मौसम चाहिँ अत्यन्तै राम्रो थियो भनेर मैले भन्दै छु तपाईहरुलाई है कुनु साङजी अथवा दिन पनि छ्याङ्ग उग्रेको थियो साङजी भनेको चाहिँ उग्रिएको घाम मजाले लागेको त्यसलाई चाहिँ साङजी भनेर भनिन्छ होछेम लालन छापा मुबा होछेम भनेको तर अत्यन्तै गर्मी थियो भन्दाखेरि चाहिँ हामी यसरी भन्छौं र तामाङ भाषामा यसलाई सरसर भन्न पर्दाखेरि तिनीला लुङखर लालन ज्याबा मुबा कुनु साङजी होछेम लालन छापा मुबा सबै पास्ट टेन्समा मैले भनेको छु आजको दिन चाहिँ यस्तै नै थियो गर्मी पनि थियो अब सेन्टेन्सतिर लागौं है हामी तामाङ भाषामा त्यसलाई भन्दाखेरि थेदा भन्छौं अथवा होजुदा पनि भनिन्छ र त्यसले भन्दा त थेसे भनेर भनिन्छ तामाङ भाषामा त्यसले भन्दा थेसे अथवा होजुसे पनि भनेर भनिन्छ र तिर्खायो भन्दाखेरि चाहिँ कियो फ्युजी भनेर भनिन्छ है कियो फ्युजी भनेर भन्छ तिर्खायो भन्दाखेरि चाहिँ अनि तुवालोलाई चाहिँ प्रिन भनेर भनिन्छ तुवालोलाई चाहिँ प्रिन भनेर भनिन्छ तरुनीलाई चाहिँ छामे भनिन्छ तन्देरीलाई चाहिँ ब्योन भनेर भनिन्छ र तलबाट भन्दाखेरि चाहिँ मार्ग्याम भनेर भनिन्छ अनि बारको नाममा चाहिँ आज शनिबार परेको छ है काम्रे भनेर भनिन्छ र आज मैले तपाईहरुलाई त्यसलाई भन्दा चाहिँ थेदा होजुदा त्यसले भन्दा थेसे होजुसे तिर्खायो भन्दा चाहिँ कियो फ्युजी प्रिन तुवालु तरुनी छामे ब्योन तन्नेरी है मार्ग्याम भनेको चाहिँ तलबाट र शनिबारलाई चाहिँ काम्रे भनेर भनिन्छ र यसरी बनाएको भिडियो तपाईहरुलाई कस्तो लाग्यो है राम्रो लागेमा लाइक कमेन्ट र शेयर साथै सब्स्क्राइब पनि गरिदिनु हुन अनुरोध गर्छु साथै कतै गल्ती भएमा कमेन्टमा सुधारिदिन हुने अनुरोध गर्छौं यो पुस्तकहरुबाट युट्युब फेसबुकबाट मैले संकलन गरेर तपाईहरुसँग यो भिडियो शेयर गरेको हेरिदिनु भएकोमा लालन लालन थुचेचे फेरि अर्को भिडियोमा भेट हुनेछु।